सकिएको घोषणा गर्दै गर्दैछु। त्यसै गरेर अहिले म तपाईँहरू माझमा 12 जनाको टिम, त्यसै गरेर एकदमै मिठा स्वरका धनीहरू, सबै सम्पूर्ण उपस्थित हुनुभएका महान भावहरूलाई एकदमै हातदेखि नै नमन गर्न चाहन्छु। त्यसै गरेर अहिले दोस्रो राउन्डको विजेता मिस्टर लरेन्स अन द स्टेज। तपाईँले यस राउन्ड विजेता गरेर तपाईँलाई एकदमै होलीको शुभकामना। त्यसै गरेर त्यसको लागि तपाईँलाई पनि विजेता तपाईँ आफ्नो सिटमा। त्यसै गरेर अब हामी राउन्ड तेस्रोमा गइरहेका छौँ। एकपट्टि हुनुहुन्छ स्पिड भिला, एकपट्टि हुनुहुन्छ काला बिला। अब हामी कृपया तपाईँहरू बस्दिनु होला। कृपया बसेपछि तपाईँ आफ्नो खुट्टा फोल्ड गरेर मजाले बस्नु होला। त्यसै गरेर हामी तेस्रो गेमतिर गइरहेका छौँ। राउन्ड थर्ड। ओके, राउन्ड थर्ड। अबको राउन्ड थर्डमा एकदमै रोमाञ्चक, एकदमै बुलबुलाट, एकदमै चिलचिलाट, एकदमै खुङ्खार गेम हुन गइरहेको छ प्रतियोगिता। त्यसै गरेर अहिले हामी राउन्ड बदल्ने छौँ भनेपछि हामी अघि यताबाट गएको थियौँ, अब यताबाट आउनेछौँ हामी। किनभने कसैले भने म फर्स्ट आएन गाउने, मलाई मौका मिलेन भन्ने भाइब्स मैले सुने है। अब त्यसै गरेर यस गेम चाहिँ हामी जनावरको आवाज निकाल्नेछौँ। जनावरहरूको आवाज निकाल्नेछौँ। सबै राउन्ड रमाइलो गर्नेछौँ। अहिले हामी के जनावर निकाल्नेछौँ भन्दाखेरिमा अहिले हामी बाख्राको निकाल्नेछौँ। फर्स्ट हुनु अहिले गाय, फर्स्ट caricature on the spot, Mr. Hari. Okay, Hari. Go. You have to give the sound of goat. You know, 1, 2, 3, go. बाख्रा को घर। बाख्रा घर न मुला। न मैले सिकाएन, मैले गुरु भइहाल्यो त फेरि। ल। मैं 4 time, 4 time, not 4 time. Nah, 4 time. 1, 2, 3, go. Go. No, 3 time. Come on, 3 time. 3 time. 3 time. हाम्रो ग्रुप के हो रे? तिमीहरुको बिल्ला ग्याङ हो। बिरालो गाउँ दिगालो भयो। बिराला गाउँले हुँदैन नि त, बाख्राको घर। एक भयो नि। छिटो। अर्को एउटा लास्ट दुई भयो लास्ट। ल त्यसो गरेर फेरि हाम्रो कन्टेस्टेन्टमा आइसक्नु भएको छ मिस्टर एकदमै राम्रो गला तिखारेर बस्नुभएका हाम्रा प्रसादले एकदमै भर्खरै जन्मिएको पाठी जस्तै अब निकालेर हामीलाई इन्टरटेनमेन्ट गर्नु भयो। त्यसै गरेर अब हामी तेस्रो कन्टेस्टेन्टतिर गइरहेका छौँ मिस्टर माउ। त्यसै गरेर एकदम मिठो, एकदमै सहिलो, एकदमै चटनी चास मिस्टर तपेन्द्र पौडेलजी आइसक्नु भएको छ। मलाई यस्तो अनुभव गराउनु भयो कि उहाँ भर्खरै जन्मिएर बाहिर आउने बेलासम्म रोइरहेका थिए भनेर। ठिकै छ, एकदमै राम्रो, एकदमै तपाईँहरू माझ हँसाउन आउनु सक्नु भएको छ राजेश ठगुल्ला। लास्ट तपाईहरुलाई एकदमै राम्रो गुड न्युज सुनाउन चाहन्छु। म एकदमै हँसाउनु भयो राजेश सरले होइन। तपाईँलाई कस्तो लाग्यो उहाँको आवाज? तपाईँले के फिल गर्नुभयो? के अड्किएको छ, अडिएको छ? केही त के भएको छ। त्यसै गरेर अब हाम्रो
अर्को कन्टेस्टेन्टतिर जाउँ मिस्टर सम्राट गौतम गड्डा चौकीका एक नम्बर बोका Come on. अरे उहाँले त झन्डै अरे के गर्नुभयो पार्टी सोचेर जानुभएको थियो कि त्यसै गरेर अहिले हाम्रो अर्को कन्टेस्टेन्ट मिस्टर हरि अन द स्टेज यो भर्खरै काम गरेर आएको बोगो जस्तो लागिरह्यो मलाई त त्यसो गरेर अब हाम्रो अर्को कन्टेस्टेन्टतिर हेरौँ हरि यो टिका लगाएका हरि टिका लगाएर पालेर लेडिजको हेलमेट लगाएर एकदमै अर्को प्रस्तुतितिर जाउँ हामी बाख्राको उकालो त्यसै गरेर अर्को चस्मा लगाएर चिटिक्क परेका दाँत जति सबै बाहिर आउन थालेका रातो टिका लगाएर प्रत्येकज्यूलाई मिठो बाख्राको आवाज निकाल्न सक्नुहुन्छ कसो बाख्रा हो कहाँको उकाली भएको कि तरै त्यसै गरेर हाम्रो माझमा अर्को दोस्रो कालो चस्मा लगाएर सन्दीप सर अन द स्टेज त्यसै गरेर अब लास्ट स्टेजमा बस्नुभएका हाम्रा नाम के हो एकदमै मेरो दाईको जस्तै नाम गरेका चन्दनजी आइसक्नु भएको छ तपाईँलाई भेडा होइन मलाई यस्तो फिल गराउनु भयो कि भैँसी र बाघसँगै अडिएका छन् जस्तो कि त्यसै गरेर फेरि म पनि आइसकेँ तपाईँहरूको माझमा एकदम हँसाउन त्यसै गरेर अर्को राउन्ड 3 को विजेता मिस्टर उमेश जोशी त्यसै गरेर अब हामी लाग्ने छौँ अब हामी